महावीर पुल किताब बेच्दै हिँडेको कुरा चाहिँ सुन्नु भएको थियो होला। किताब बेचेर वीरगञ्जमा भएको कृषि औजार कारखाना चलाउने भन्ने पनि सुन्नु भएको थियो होला। तर त्यो कारखाना कस्तो कारखाना हो भन्ने कुरा चाहिँ धेरैलाई थाहा छैन। किनभने त्यो कारखाना धेरै पुरानो कारखाना हो। झन्डै 60 वर्ष जति पुरानो कारखाना हो। त्यो कारखाना 2024 सालमा बनेको कारखाना अनि 2049 सालदेखि बन्द भएको कारखाना हो। त्यसैले यो बन्द भएको पनि 30 वर्ष नागिसक्यो। 30 वर्षभन्दा पहिलाको पुरानो मान्छेहरूलाई मात्रै यो कारखानाको बारेमा थाहा छ। नयाँ मान्छेहरूलाई चाहिँ त्यो कारखानाको बारेमा थाहै छैन। र त्यो कारखाना चाहिँ सरकारले चलाउन नसकेर नै भनौँ, सकेको भएर चलाउँदै होला, चलाउन नसकेर बन्द गरेको कारखानालाई चाहिँ हामीले यो के अरे किताब बेचेर कारखाना चलाउने भनेर तम्सेको हो। त्यसको लागि सरकारले सुरुमा हामीसँग चाहिँ हामीलाई अनुरोध गरेर हामीले प्राविधिक सहयोग दिने र सरकारले पैसा दिने भनेर सुरु गरेको हो। तर पछि चाहिँ सरकारले कुरा बदल्यो। सरकारले कुरा बदलेर ऋण लिएर कारखाना चलाइदिनुहोस् भन्यो। अब सुन्न पनि अब लाली लाग्ने कुरा हो त्यो हैन। आफ्नो कारखानालाई हामीलाई ऋण लिएर चलाइदिने भन्ने कुरो र यो किताब चाहिँ बेच्नु परेको हो। र ठिकै छ। अब जस्तो भए पनि त्यो कारखाना चाहिँ हामीले कुन दृष्टिकोणले हेरेको छौँ भने त्यो त हाम्रै कारखाना हो नि। किनभने सरकारको कारखाना भनेको, सरकारको सम्पत्ति भनेको हामी सबैको साझा सम्पत्ति हो। जस्तो भनौँ बाबुको सम्पत्ति हामी छोराछोरीको सम्पत्ति हो भने जस्तै अब त्यो सरकारको हो, सरकारको सम्पत्ति हामी सबैको सम्पत्ति हो। र ठिकै छ, सरकारले चलाउन नसक्यो भने हामी सबै जनता मिलेर चलाउँ भन्ने अभियान हो यो। र चल्ने चाहिँ सुरुमा त कसैले विश्वास गरेको थिएन। अब चाहिँ चल्छ भनेर चल्छ जस्तो देखियो भनेर मान्छेले बिस्तारै विश्वास गर्न थालेका छन्। किनभने यो किताब बेच्दै हिँडेको आज 359 दिन भयो र अब 41औं जिल्लामा हो यो किताब बेच्दै हिँडेको। र अब अझै बाँकी छ, 36वटा जिल्ला त पुरै बाँकी छ। र अहिलेसम्म किताब बेचेर झन्डै 10 करोड रुपियाँ जति चाहिँ खर्च कटाएर पनि बचेको छ। र त्यो पैसाले त्यो कारखानालाई मर्मत गरेर सञ्चालनमा ल्याएको छ। र पुरानो मसिनहरूले मात्रै नचल्ने हुनाले नयाँ मसिनहरू पनि किन्दैछ, कोही किनिसक्यो। यसरी त्यो कारखानामा अहिले चलाइरहेको छ। र कारखानामा चाहिँ बनाउने चाहिँ के चिज होला भन्ने कुरो तपाईँहरूलाई चाहिँ अलिकति जिज्ञासा होला। कारखानामा हामीले बनाउन खोजेको सानो किसानहरूको लागि चाहिने कृषिका औजारहरू हो। जस्तो अब धान रोप्ने, मकै रोप्ने, आलु रोप्ने, तरकारीहरू रोप्ने, पहाडतिर कोदो रोप्ने, अब यस्तै किसिमका विभिन्न चिजहरू रोप्ने, जोत्ने, खन्ने र गोडमेल गर्ने औजारहरू। अनि पाकेको बालीलाई चाहिँ काट्ने, झाड्ने जस्ता सानो औजार, ठुलो औजार होइन, सानो औजार चाहिँ बनाउनलाई त्यहाँ चाहिँ अहिले तयारी गरिरहेका छन्। 15-16 किसिमको औजारहरू अब के बन्छ अब 1 वर्षभित्रमा त्यहाँ थाहा हुन्छ। र त्यो उत्पादनको काम चाहिँ अब छिटै नै हुन्छ। यसरी एउटा कहिल्यै नगरेको र सोच्दै नसोचेको कुरो आइपरेको हुनाले त्यसलाई चाहिँ सम्पन्न गर्नको लागि यो किताब बेचेको हो। यो किताबको सम्पूर्ण पैसा त्यही जान्छ। र मैले चाहिँ किताब दिँदै हिँडिरहेको छु, पैसा जम्मा गर्दै पठाउँदै गर्छु। अनि त्यहाँ चाहिँ अहिले 38 जना जति भाइ बहिनीहरूले कारखानामा चलाउने चाहिँ काम गरिरहेको छन्। यो
यो चाहिँ किताब बेचेर कारखाना चलायो रे भन्ने चाहिँ हल्ला नेपालमा मात्र होइन संसारभर फैलिन्छ पक्कै पनि। तर अझै अलिकति समय लाग्छ, यही हो मेन कुरा। र अब तपाईँहरूको यो अभिभावकहरूलाई अहिले चाहिँ यहाँ के अरे केटाकेटी त छैनन्, अभिभावकहरूलाई के भन्न चाहन्छु भने यो किताब चाहिँ मैले विद्यार्थीहरूलाई युवाहरूलाई लक्ष्य गरेर लेखेको छु। विद्यार्थीहरू जो स्कुल पढिरहेका छन्, क्याम्पस पढ्छन्, जो पढिसकेका छन्, जो युवाहरूले केही गर्न कोसिस गरिरहेका छन्, त्यस्ता युवाहरूलाई चाहिँ प्रेरणा दिनको लागि, अलिकति प्रोत्साहन दिनको लागि र हौसला दिनको लागि चाहिँ मैले विद्यार्थीहरूको लागि लेखेको किताब हो। त्यसैले यो विद्यार्थी मात्रै नभइकन सर्वसाधारणको लागि लेखेको किताब हो, यो कुनै विद्वानहरूको लागि लेखेको किताब होइन। र यो किताब चाहिँ तपाईँहरूले पनि आफूले पढेर आफ्नो छोराछोरी भाइ बहिनीहरू जो छन् उनीहरूलाई चाहिँ पढ्नको लागि अनुरोध गरिदिनु होला। किनभने पैसा कमाउने मात्र यसको उद्देश्य भएन। यसको उद्देश्य पैसा कमाएर कारखाना चलाउने एउटा उद्देश्य भयो। दोस्रो उद्देश्य चाहिँ नेपालको युवाहरूलाई, विद्यार्थीहरूलाई चाहिँ प्रेरणा दिने भनेर यो चाहिँ लेखेको हो। त्यसैले यो एकदम सरल भाषामा लेखेको छ, एकदमै सरल भाषामा नेपाली अक्षर बुझ्न पढ्न सक्नेले सबै बुझ्ने गरेर लेखेको हुनाले यो चाहिँ युवाहरूलाई चाहिँ सकेसम्म धेरैभन्दा धेरैले पढ्नुहोस् भन्ने हो। र अभिभावकहरूले पनि आफूले पढेर आफ्नो टोलमा अरू नपढेकोलाई पनि पढ्नको लागि चाहिँ अनुरोध गरिदिनु होला भन्ने चाहिँ मेरो अनुरोध गर्दै मैले यो कुरा यही टुङ्ग्याएँ। धन्यवाद। को तर्फबाट एकमुष्ट फेरि पनि स्वागत गर्न चाहन्छु। साथै यस स्वतन्त्र नागरिक समाज लिडरले उहाँहरूले सुरुदेखि नै यस अभियानमा लागेर यो किताब बिक्रीको लागि जति सहयोग गर्नुभएको छ उहाँहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र हामीले पनि यस हरियाली टोल विकास संस्थाबाट केही गर्न सक्छौँ कि भनेर एउटा हामीले सानो कार्यक्रमको आयोजना गर्यौँ। र यहाँ हाम्रो जति पनि हुनुहुन्छ उपस्थित, हामी टोल विकास लगभग 40-50 घर छौँ। उहाँहरूले पहिला नै अलरेडी किनिसक्नु भएको छ किताबहरू चाहिँ। र उहाँहरूले पहिला नै अन्तबाट स्कुलबाट कतैबाट अलरेडी किनिसक्नु भएको छ। र पनि उहाँहरूलाई एक किसिमको यो स्वागत गरौँ न के छ भनेर हामीले कार्यक्रम राखेका छौँ। र फेरि थप केही किताब किन्ने उद्देश्य राखेर हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ। र आज जति पनि बिक्री हुन्छ यो हामीले कति धेरैजनाले यसमा चाहिँ थप किताब किनेर सहयोग गर्नुभएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। ल अहिले चाहिँ हामी हरियाली टोल विकास संस्थामा हामीलाई निमन्त्रणा गर्नुभएको कारणले गर्दाखेरि हामी यहाँ छौँ। र हाम्रो डाक्टर वैज्ञानिक महावीर पुन सरलाई पनि ट्याक्क पारेर स्वागत गरिसक्नु भयो। र उहाँ सरले आफ्नो विचार भनाइहरू पनि राखिसक्नु भएको छ। र अहिले चाहिँ हाम्रो यहाँ किताब किनबेच कार्यक्रम हुँदैछ। तपाईँहरूले देखिरहनु भएको छ हरियाली टोलका सम्पूर्ण सहयोगदाताहरू यहाँनिर उपस्थित भइसक्नु भएको छ। र उहाँहरूले सहयोग गर्नु हुने रहेछ, सहयोग गर्नुहुन्छ भन्ने कुराहरू पनि भन्दै तपाईँहरूमा आज छुटिन चाहन्छु। जय महावीर पुन, जय हरि। अब भन्दिनँ, तर यहाँ किताब कति किनबेच हुन्छ भन्ने कुराहरू पनि म तपाईँहरूलाई सेयर गर्नेछु। र तपाईँहरूले देखिरहनु भएको छ होला हाम्रो वैज्ञानिक डाक्टर महावीर पुन सरले चाहिँ किताबमा सिग्नेचर गर्दै सहयोगदाताहरूलाई वितरण गर्नुहुँदैछ, दिनुहुँदैछ। र तपाईँहरूले देखिरहनु भएको छ होला हाम्रो सहयोगदाताहरू भद्रै रूपमा सहयोग गरिरहनु भएको छ। हाम्रो हरियाली चोकका सम्पूर्ण सहयोगदाताहरूलाई हामी धेरै धेरै बधाई तथा शुभकामना दिन चाहन्छौँ। किताब लिने ठाउँमा गएर र फोटो र तपाईँहरूले देखिरहनु भएको छ सहयोगदाताहरू चाहिँ खत्रै चाहिँ हरियाली चोकमा चाहिँ हरियाली टोल विकास संस्थालाई धेरै धेरै बधाई तथा शुभकामना। ल
हरियाली टोल विकास संस्थाका सम्पूर्ण सहयोगीदातालाई हामी धेरै धेरै बधाई तथा शुभकामना दिन चाहन्छौँ। उहाँले पहिला पनि किताब किनिसक्नु भएको छ र पनि फेरि पनि उहाँले सहयोग गर्नु चाहनु मनबाट एकदम सहयोग गरौँ भन्ने उहाँहरूको सोचले चाहिँ यस हरियाली टोल विकास संस्थालाई हामी धेरै धेरै बधाई तथा शुभकामना दिन्छौँ। 20-25 थान किताब किनेर सहयोग गरिदिनु भयो, उहाँलाई धेरै धन्यवाद दिन चाहन्छौँ भन्दै आज चाहिँ म तपाईँहरूमा छुटिन चाहन्छु। जय हरियाली चोक, जय इटहरी, जय सुनसरी, जय नेपाल, जय महावीर पुन।